मैले पैसा खर्च गरेँ क्याम्पमा 4 लाख रुपियाँ सकेर निस्केको अन्त मलाई केही भएन यो औषधिले त के हुन्छ होला जस्तो लागेको थियो के मलाई चाहिँ अनि उहाँ लगेर खान थालेपछि जस्ट 2 दिन 3 दिनदेखि मेरो बोमी पनि बन्द भयो अनि 4-5 दिनदेखि खाना पनि रुच्न थाल्यो अनि त्यसको हप्ता 10 दिनमा त म घर पुगी हेरि पनि आएँ उहाँले काम नानीहरू भएको गयो उहाँ बसेर 4 दिन बसिकन पनि आएँ हजुर बाइकमै गएँ अब चाहिँ बाँच्ने रहर जान थाल्यो हजुर त्यतिखेर चाहिँ मलाई लाग्थ्यो अब बाँच्दिनँ होला जस्तो लाग्थ्यो कि अनि राति सुत्दा पनि निदाउनै सक्दिनँ थिएँ कि मलाई लाग्थ्यो अहिले निदायो भने बिहान उठ्दिनँ कि जस्तो लाग्थ्यो कि एकदम गाह्रो हजुर अहिले अब उठिनँ अहिले सुतेँ भने बिहान उठिनँ भने मेरो नानीहरू के हुन्छ होला भन्ने जस्तो लाग्थ्यो अनि एकदम गाह्रो हुने कि निसासिएको जस्तो हुने सास फेर्न गाह्रो हुने त्यस्तो हुन्थ्यो अनि अहिले त सबै ठिक छ अहिले त खाना पनि बेसरी रुच्छ दिनभरिमा 4-5 वटा खाइहाल्छु अनि आफै बनाउँछु आफै खान्छु के अब हजुरले खाएर यस्तो राम्रो हुनुभयो अब अरू यस्तै तपाईँ जस्तै बिरामी मान्छे नखाने हुने अलिकति विश्वास नगर्नु हुनेलाई तपाईँ के भन्न चाहनुहुन्छ उहाँहरूलाई म आफै देखाउँछु म अगाडि उभिन्छु म पनि यस्तो अवस्थाको मान्छे होइन यसरी मैले खान थालेँ यो खान थालेपछि म यसरी निको भएँ म उनीहरूको अगाडि चाहिँ म आफै उदाहरण बन्छु हजुर डक्टरले चाहिँ अब अपरेसन गर्न पनि थाम्दैन बिरामीले अनि यहाँनिर हुँदैन अब तपाईँहरू चाहिँ काठमाडौँ गङ्गालालै जानु भनेर हामीलाई गङ्गालाल पठाउनु हजुर अनि अब त्यति भएपछि तपाईँ यति खुसी हुनुहुन्छ अब हजुरले अब यो कम्पनीलाई तपाईँको भित्री मनबाट के भन्ने इच्छा छ धेरै धन्यवाद दिन्छु किनभने मैले एउटा नयाँ जीवन पाएँ होइन अनि अब म चाहिँ ओछ्यानमा लडिरहेको मान्छेलाई हाम्रो माया दिदीले होइन सबभन्दा पहिला माया दिदीलाई नै हजुर एकदम धेरै धन्यवाद उहाँलाई चाहिँ मेरो हृदयबाटै धन्यवाद उहाँले चाहिँ मलाई नयाँ जीवनै दिनुभयो अब म हस्पिटलदेखि आएर पनि म 1 महिना प्लस भइसकेको थियो सुतेको अनि खाना पनि नरुच्ने भोमिट मात्रै हुने हजुर पानी खायो पानी भोमिट हुने अनि खाना खायो खानै म त्यो खाना सारोहरू खान सक्दिनँ थिएँ जाउलोमा पनि पानी मात्रै छानेर खानुपर्ने कि रस मात्रै त्यो पनि खाइसक्यो अनि त्यो पानी मात्रै पनि एउटा कचौरामा लियो अनि अर्कोमा चाहिँ आरी बोक्नुपर्ने के अनि यताबाट खाइसक्यो अनि निकालिहाल्नु पर्ने म बाथरुमसम्म पनि भोमिट गर्न अनि टोइलेट जाँदा पनि मलाई साथी चाहिन्थ्यो अनि टोइलेटमा पनि रुँगिराख्नु पर्ने अनि भयो भनेपछि भयो अनि बच्चालाई यस्तो उठाएर कपडा लगाइदिनु पर्ने होइन त्यस्तो अवस्था एक्लै नहुन हिँडुल गर्न सक्दिनँ थिएँ हस् धन्यवाद